यस्तै छ अब के गर्ने। बुढाको पछिल्लो क्रममा आफूसँगका साथीभाइहरूलाई देखिन सक्ने भए। अब बुढापाका भन्थे, मान्छे बुढा भएपछि नि खोज्छन् भन्थे, गोरु बुढा भए भिर खोज्छन् भन्थे। त्यस्तै हुन लाग्यो जस्तो छ। बुढा बौलाउने भए। के भयो बुढा म प्रधानमन्त्री बन्छु भनेर घरि गाग्री साग्री बोकेर आउँथे धरानको जनतालाई पानी आउनु पर्यो भनेर। त्यत्रा जेन्जी भाइ बहिना मरे सेउरुवा जस्तो गर्थे। भोलिपल्ट फेरि म प्रधानमन्त्री बन्नु पर्यो भन्थे। बुढालाई खै के लायो न फनफने रोग लायो न बौलाउने रोग लायो। यस्तै छ। अब सम्पूर्णले मन पराउँथे। अब भगवान पिता नै ठान्थे आखिरमा। अब के गर्नु। अब कुबेलामै बुढाको उता केपीबातिरको रोग सर्न थाले जस्तो छ। केपीबा बुढा भए तन्नेरी नै भएर अझै हिँडिरहन्। ती बुढाभन्दा नि अगाडि जान्छन् कि भन्ने डर मर्दो भयो। यसो सम्झाइ बुझाइ गर्नु पर्यो सम्पूर्णले। यति भन्न चाहन्छु। म त के बोल्नु, अलिकति ज्यादा बोल्यो फेरि उहाँ गालीको वर्षा आउँछन्, रिस गर्छन्। बोल्नु नि के बोल्नु, धेरै बोले त होइन, मैले अलिअलि बोलेको छु। अब यसो पुऱ्याइदिनु पर्यो भिडियो उहाँसम्म। के पुग्यो हो के भयो, झारफुकै गर्नुपर्ने हो कि झाँक्री लाउनु पर्ने हो कि न उता पाटन हस्पिटलतिरै पुर्याउनु पर्ने हो कि खै के हो। बुढोलाई त्यो चर्चबाट चाहिँ हटाउनु पर्यो। यसो किराँती मन्त्रले यसो झारफुक गराउनु पर्यो बुढोलाई। फेरि यता किराँतीको उतिरै लिएर आउनु पर्यो। बुढा चर्चमा गएर बौलाए जस्ता छ। फेरि बालेन्जीले 2-4वटा सुकुम्बासीको त्यो हुकुमबासीहरूलाई यसो हटाउने र सुकुम्बासीहरूलाई यसो जिन्दगी अलि सुधार गर्ने भनेर अलिअलि घर भत्काइदिएको थिए। 2-4वटा चर्च पनि ढलेछन्। बुढालाई अब त्यता पिर परे हो कि जस्तो लाग्यो। जता पनि हान्ने हन्, जता पनि हान्ने हन्, हान्ने गोरु जस्तो। अब त्यो खसी बोका त्यो छाडा छोडे जस्तो मन्दिरमा ठाडै सिँगारी खेल्न आउँछन्। खै के भयो। ध्यान दिनु पर्यो सबैले। बुढा बौलायो भने त बर्बादै हुन्छ।